गाइस ल हेर्नुहुन्छ यो चाहिँ हो युनाको डम्पर ट्रक पस गर्छु। सो गाइस अब चाहिँ हामी यसलाई अनबक्सिङ गरौँ हैन। यो ट्याग कार्टुन टेप रहेछ, कार्टुन टेप काटौँ हैन। ट्याग 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 अब चाहिँ यसलाई हामी अनबक्सिङ गरौँ के छ कस्तो छ। प्याकिङ पनि बहुत भिन्दै रहेछ गाइज यो हैन, खुल्न पनि धमान्दो रहेछ यार एकदमै। सो आज चाहिँ हामी यो हुनाको यसमा ओ माय गॉड युना गाइज, युनाको डम्पर ट्रक। यो लगभग वेट पनि अदरै छ जस्तो लाग्यो मलाई। यसको वेट पनि बरु डेन्जर छ यसको हैन। सेफ्टी चाहिँ एकदम डेन्जर सेफ्टी रहेछ यसमा, डेन्जर सेफ्टी तरिकाले प्याक गरेको रहेछ। गाइज हेर्न सक्नुहुन्छ यो हाम्रो युनाको डम्पर ट्रक। ब्याट्री, यसको यो चार्जर, अनि यो चाहिँ सायद के हो मलाई पनि थाहा भएन। यसलाई चाहिँ अहिले म चेक गर्छु के हो। अनि यो हाम्रो रिमोट, यो चाहिँ हाम्रो रिमोट हो। यो चाहिँ हाम्रो रिमोट। यो हाम्रो चाहिँ हेर्न सक्नुहुन्छ यो डम्पर ट्रक, युनाको डम्पर ट्रक है त। यहाँबाट तपाईँको हाइड्रोलिक सिस्टम पनि छ यसमा, हाइड्रोलिक सिस्टम हैन। त्यसपछि यो लाइट पनि भइहाल्यो, यता पनि लाइट भइहाल्यो हैन। अब चाहिँ हामी यसलाई स्टार्ट गरौँ। यसमा चाहिँ माथि पनि तपाईँको लाइट छ हैन। अनि त्यसपछि हामी यसलाई ट्राई गर्नेछौँ। 14वटा फङ्सन भएको चाहिँ त्यो चाहिँ हाम्रो युना ट्रक हो। चाहिँ यो रिमोटको लागि रहेछ यो चाहिँ गाइज। अब हामी चाहिँ यसलाई चाहिँ यसरी नट कसौँ पहिला। यो चाहिँ रिमोटको लागि रहेछ।